झ्यालैमा बसेर जिस्काउनु पर्दैन छेक्यो कालिम्चोक डाँडा उसुर कुहिरोले ल हामी कहाँ पुग्छौँ जस्तो लाग्छ आज हामी सरीकोट थाहा छैन मलाई त सरी मुसु हाँस्दै आउँदै हुनुहुन्छ अहिले यहीँ राखेको हुन्छ ब्याग छतमा छ छतमा सो अहिले चाहिँ हामी यहाँ सुकुटे बिच आइपुग्यौँ सुकुटे बिच हेलो सर कता ए कलेजको पुरै बुढै बोर्ड छ टेक्सस हामी पाङ्डा हो करेला यति हो नमस्कार एक्टिङ गराउँछ यार त्यसरी सर सिरियस भएर क्या यस्तो सर जसरी के एकदम सिरियस भएर सिरियस मुख सिरियस दुर्गा सर सिरियस दुर्गा सर सिरियस सोध्नु न बहिनीलाई सोध्नु न यो त तेरो जमिनको कसरी हो जमिन आउँछ कि आउँदैन किन्न मन लाग्यो मतलब होइन जब गर्मी हुन्छ नि ठ्याक पुरा कटेज बनाउने चामल लिए दाल चामल लिएर आउने खाने है सोध्नु न त भाउ दाइले थाहा होला कि अलिकति यतापट्टि च्यापेर होइन अनि यस्तो हाल्छ जान्छ यतापट्टि चाहिँ च्याप्नु पऱ्यो यतापट्टि चाहिँ राम्रै च्याप्नु पऱ्यो यतापट्टि च्यापेर हाल्नु पऱ्यो गयो ल जाडो त यस्तो छ
कालिम्पोङको गेट देखिसक्यो यहाँबाट हामी आइपुगिसक्यो पानी पनि आयो यस्तो यस्तो चिप्लोमा आइसक्यो देखाइ मात्रै छ ओ माई गुडनेस तल कुरी बस्ती ल तर खै त नि केही त देखेन पानी चाहिँ राम्रो पर्यो एकजना गएर पहिला पठाउ ल जाऊ आउँछ होला नि त्यो मान्छे को हो पानी त कत्रो परेछ छता लिएर आउँछ नि नमस्कार नमस्कार छ कोठा होला खाली छ त छ सर छला त ल ल ल जाऊ 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 आउ त सिजर लाउ एक रुम भेटेर आउ हो ल रुम त्यहाँ हेर्छ त यस्तो यस्तो रहेछ एकदम खुल्यो भने चाहिँ यहाँबाट हिमाल पनि देखिन्छ हो अनि प्याक क्या बात है कस्तो राम्रो ठाउँ हो कालो सेतो के हरे कालै खाइदिउँ कालै ठाउँ कालै चाड कालै सर कस्तो चिसो छ यहाँ इभिनिङ वाक इभिनिङ वाक टु कालिम्पोङ दोलखा कुट्ले कमी नै घुमेर हामी आइसक्यौँ अब हामी यहाँ क्याम्प फायर गर्नुपर्ने हुन्छ अरे वाउ छाडेन कहिले जागरी पनि मायाको होइन त झ्यालैमा बसेर जिस्काउनु पर्दैन छेक्यो कालिम्पोङ डाँडा उसुर कुहिरोले यो रातिको भ्यू है टक्क होइन सुमन सर यहाँ बसिरहनु भएको छ सिसामा रिफ्लेक्सन आइरहेछ हेलो गाइस नाइट मोड यस्तो राम्रो देखिया छ कि आहा यहाँ त आइराखौँ बसिराखौँ तर कतै नजाउँ सो हामी यहाँ उठेर फ्रेस भएर सो गुड मर्निङ गाइस अब हामी यहाँबाट लागेको होइन त सर यति बेला पुगेन हाम्रो ए बबाल ह्यान्डसम देखेको छु एकदम बबाल नमस्कार वाला नमस्ते धुप दिया अब हामी यहाँबाट हिँडेको अब हामी अन आउट चाहिँ ट्रेक हुन्छ हाम्रो अन्त ट्रेक हान्नुपर्ने हुन्छ सो हामी यही ट्रेक हान्ने त त्यही रुट त्यहाँबाट त्यहाँसम्म जान्छौँ हामी 1 घन्टा 1.5 घन्टा कति लाग्छ यस्तो भएदेखि
रङ्गी चङ्गी बैसामा फुलेकी ना 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 ए हे हे मुहार हेर धप्पकै बोलेकी ना 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 ए हे हे बादल देखाउँछु बादल तल छ है बादल त क्या दामी यार सो हामी चाहिँ अब पुग्ने लाग्यौँ त्यस्तो भएर छ नि हाय हाय सेल्फी सेल्फी लिन्छ सो हाम्रो पूजा आज के सकियो हजुर सर चटपटे पानीपुरी सब उठिसकेको छ ए बनाएको चाहिँ कस्तो ठाडो वाला है केही मतलब केही समस्या हुँदैन चढ्न समस्या हो चढ्नु मात्र तर त्यस्तो होइन यो थाहा छ यसरी हुन्छ प्लिज सर त्यसरी हिँड्दा प्याटो चिप्ले भन्दा ढाडा नि जान्छ नि त डेमो के मतिर हुन्छ अनि ड्राइभर को त लडेपछि यस्तो यस्तो माथि डक्टर नि छैन ड्राइभर नि छैन अरू तपाईँहरू बिरामी हुँदा त डक्टर पनि छ ड्राइभर पनि छ नि त म बिरामी भने डक्टर पनि छैन ड्राइभर पनि छैन सो हामी जानेर यहाँ दुईवटा गाडी थियो अहिले कति भयो पुरै है सो हामी आइसक्यो यहाँ अब हामी यहाँ गाडीमा चढेर टक्क लाएर हामी उता गएर हिजो खाजा खाएको ठाउँमा गएर हामी आज लन्च गर्छ सो त्यही हो गाइस गरिरहेको छ क्या हुआ त्यही उयो खाजा साजा खाएको ठाउँ आइसक्यो त्यही खाने सो हामी लन्च गर्दै सबै घरतिर पुगिसक्यो अब 1 मिनट ल हाम्रो कालिम्पोङको यात्रा चाहिँ सुखद रमणीय इन्ट्रेस्टिङ बवाल भयो